नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। काठमाडौँको वनस्थलीमा बसको टक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको छ। वनस्थलीको अन्नपूर्ण चौकमा बिहान बालुजुबाट कलङ्कीतर्फ आउँदै गरेको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई टक्कर दिँदा यो दुर्घटना भएको हो। दुर्घटनामा परि मृतक दम्पतिकी 10 वर्षीय छोरी गम्भीर घाइते भएकी छिन्। दुर्घटनामा सिन्धुपाल्चोक सङ्गाचौक गढी नगरपालिकाकी 32 वर्षीय अनिता थापा र उनका श्रीमान रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते छोरीको टाउकोमा चोट लागेको र स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि धादिङको गङ्गा जमुना गाउँपालिका वार्ड नम्बर 7 घर भएका बस चालक 41 वर्षीय दान बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मध्य प्रदेश स्थित स्थानीय तहका कर्मचारीहरूले समायोजन भएका आफूहरूको सरुवा बटुवा प्रदेश स्तरबाटै हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन्। आइतबार सभामुख रामचन्द्र मण्डललाई ज्ञापन पत्र बुझाउँदै समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कानुन अभावमा 5 वर्षदेखि सरुवा बटुवा हुन सकेको गुनासो गर्दै बन्न लागेको कानुनमा व्यवस्था गर्न माग ज्ञापन पत्र मार्फत सभामुख मण्डललाई कर्मचारीहरूले संयुक्त रूपमै गरेका छन्। प्रदेश सभामा पेश भएका स्थानीय सेवाको गठन सञ्चालन सेवा र शर्तहरू सम्बन्धी विधेयकमा सरुवा बढुवा हित सङ्घ तथा प्रदेशमा खुल्ला प्रतिस्पर्धा गर्दा सेवा अवधि जोड्ने व्यवस्था र उमेर हद नलाग्ने लगायतका माग ज्ञापन पत्र मार्फत कर्मचारीहरूले बुझाएका छन्। आएका कर्मचारीहरूसँग विभेदपूर्ण व्यवहार गरिएको मात्रै नभए स्थानीय तहका कर्मचारीहरूको मनोबल समेत गिराउने काम गरेको प्रष्ट देखिन्छ। अन्य प्रदेशहरूले प्रदेश निजामती कानुन ल्याउँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको समान वृत्ति विकास स्तर वृद्धि हुने गरी कानुन कर्मचारीहरूको मागबारे सभामुख मण्डलले प्रदेश सभामा पेश भएको विधेयक छलफलका सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिमा पठाइसकेको छु। विज्ञहरूसँगको छलफल हुन बाँकी रहेकाले कर्मचारीहरूको मागबारे पनि समन्वय गर्न प्रतिबद्धता जनाए। स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा बनेको विधेयक सरकारद्वारा चाहिँ तपाईको प्रस्तावित विधेयक सदनमा पेश भएको छ र यो टेबल भएर चाहिँ सैद्धान्तिक छलफल भइसकेर यो अहिले विषयगत समितिमा हामीले पठाएका छौँ। ती विषयगत समितिहरूमा अहिले चाहिँ मान्य सदस्यहरूले छलफल गर्दै हुनुहुन्छ। अब हामीले उहाँहरूलाई स्पेशल चाहिँ अब निर्देशन भनौँ या त चाहिँ तपाईँको रिक्वेस्ट भनौँ हामीले गरेका छौँ। विज्ञहरूसँग छलफल गर्ने, सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने र चाहिँ तपाईँको व्यवस्थित ड्युरेबल र चाहिँ वस्तुवादी विधेयक बनाउने हाम्रो चाहिँ योजना अनुसार उहाँहरूले लागिसक्नु भएको छ। स्थानीय तहका कर्मचारी मध्येका विक्रम यादवले अन्य प्रदेशले समायोजन भएका स्थानीय तहका कर्मचारीहरूलाई सरुवा बटुवा गर्दै आएका छन्, तर मध्य प्रदेशमा कानुन अभाव रहेको भन्दै 5 वर्षदेखि एकै पदमा एकै स्थानमा काम गर्न बाध्य छन्। सरुवा बटुवा हुन नसक्दा कर्मचारीको काम गर्न मनोबल ठूलो ठेस पुगेको बताएका छन्। मध्य प्रदेश सरकारका मन्त्रालयहरूका सचिवलाई रकमान्तरण सम्बन्धमा छानबिनका विशेष संसदीय छानबिन समितिले बोलाएको छ। आइतबार विशेष संसदीय छानबिन समितिको बसेको बैठकको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित विभिन्न 7वटा मन्त्रालयका सचिवलाई उपस्थिति हुन निर्देशन दिएको छ। समितिले मुख्यमन्त्री कार्यालय सहित भौतिक पूर्वाधार विकास, शिक्षा तथा समाज कल्याण, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य तथा जनसङ्ख्या, गृह तथा सञ्चार र अर्थ मन्त्रालयका सचिवहरूलाई भादो 5 गते बिहान 11 बजे समितिको कार्यालयमा उपस्थिति हुन आइतबार नै पत्रचार गरेको छ। गत आर्थिक वर्षको असार मसान्तको अन्त्यमा मुख्यमन्त्री कार्यालय सहितका मन्त्रालयहरूले रेडबुकमा तोकिएको विकास निर्माणको रकम आफू खुसी रकमान्तरण गरेको भनी प्रदेश सभामा चर्को आवाज उठेपछि छानबिनका लागि प्रदेश सभा सदस्य उपेन्द्र महतोको सभापतित्वमा विशेष संसदीय छानबिन समिति गठन भएको थियो। सचिवलाई उपस्थिति हुन निर्देशन सहित समितिको बैठकले छानबिनकै लागि मन्त्रालयगत खर्च प्रगतिको विवरण तथा खर्चको फाँचबारी विवरण प्रदेश
लेखा नियन्त्रणको कार्यालयबाट माग समेत गरेको छ। यस्तै विभिन्न समितिमा स्थानीय तहहरूसँग माग गरेको विवरण समयमा उपलब्ध नगराउने, स्थानीय तहहरूलाई पनि भादो 5 गतेभित्र उपलब्ध गराउने निर्देशन दिँदै तोकिएको मितिसम्म विवरण उपलब्ध नगराएमा सम्बन्धित स्थानीय तहहरूलाई प्रदेश सरकारबाट प्रदान गर्ने अनुदान रकम कच्चा गर्ने प्रदेश सरकारलाई सिफारिस गर्ने भनी सचेत गराउने निर्णय समेत बैठकबाट गरिएको समितिका सभापति उपेन्द्र महतोले जानकारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनु भएको छ। आइतबार 17औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेमो भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिने बताउनुभयो। उहाँले आफू प्रधानमन्त्री भए यता सूचनाको हकमा बारेमा धेरै कामहरू गरेको उल्लेख गर्नुभयो। सूचना आयोग सम्बन्धी मैले के गरेँ, वर्गीकरण सम्बन्धी कुरामा मैले के गरेँ र उहाँले दुईटा कुरा यहाँ यस सन्दर्भमा उठाउनु भयो। एउटा लाल आयोगको प्रतिवेदन सम्बन्धी कुरा या अर्को सचिव चाहिँ पनि झिकेको कुरा। म पहिलो कुरा त म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा सुरुदेखि र यो मेरो पालामा अदालत गएको होइन, यो पनि जानकारी भइराखोस्। अब के गर्ने भन्ने कुरा तपाईहरुको सुझावलाई म ध्यान दिन्छु, यो कुरा पनि प्रष्ट होस्। सचिव झिकिएको पनि मेरो पालामा होइन, यो कुरा पनि क्लियर होस्। कता कता मैले नै यसो गरेछ क्यारे भने जस्तो सन्देश जाला कि भन्ने डर भयो मलाई। मैले त्यसो गरेको छैन, बरु अहिले तपाईहरुले प्रधानमन्त्री दाहालले सार्वजनिक ओहदामा रहेका हरेक व्यक्तिको सम्पत्ति सहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानुनी व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो। उहाँले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्ने, सूचनाको साक्षी संरक्षण सम्बन्धी कानुनी व्यवस्था गर्न जरुरी भइसकेको उल्लेख गर्नुभयो। उहाँले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधि आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री दाहालले राज्यमा भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र नभई संस्कारको विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो। उहाँले देशसँगै गणतन्त्रमै भए पनि समान युगकुल पुराना कानुनहरू संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको काम कारबाहीमा परेको बताउनुभयो। प्रधानमन्त्री दाहालले राज्य संयन्त्रका सूचना विवरण, तथ्य र तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने कार्यलाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। कानुनहरू संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको काम कारबाहीमा परेको छ। यसैगरी राज्यमा भ्रष्टाचार नियन्त्रणका पनि सूचना लिने मात्र होइन, दिने संस्कारको विकास गर्न आवश्यक छ। सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानुनी व्यवस्था गर्न पनि जरुरी भइसकेको छ। त्यस्तै विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको पनि हामीले अध्ययन गर्न आवश्यक छ। प्रधानमन्त्री दाहालले सूचना आयोगलाई अझै सशक्त बनाउन र संरचनात्मक सुधार गर्न आवश्यक रहेको बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। जनकपुरधाम स्थित मोनास्टिक आवासीय उच्च माध्यमिक विद्यालयले कक्षा 12 को वार्षिक परीक्षामा मध्य प्रदेशमै प्रथम स्थान ल्याएको दावी गरेको छ। आइतबार उत्कृष्ट विद्यार्थीहरूको सम्मान गरेको कार्यक्रममा विद्यालयका निर्देशक डाक्टर सोनु शाहले यस्तो दावी गर्नुभएको हो। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा 12 को वार्षिक परीक्षामा व्यवस्थापन संकायतर्फ सुनिल शाहले 3.87 अङ्क ल्याई प्रदेशमै प्रथम स्थान हासिल गरेको विद्यालयको दावी छ। त्यस्तै विज्ञान संकायतर्फ श्रुति यादवले 3.72 र कानुनतर्फ सुनिल यादवले 3.60 अङ्क ल्याई उत्कृष्ट स्थान प्राप्त गरेको पनि विद्यालयले दावी गरेको छ।
मोनास्टिक उच्च माविले यस वर्ष 450 परीक्षार्थीलाई कक्षा 12 को परीक्षामा सहभागी गराएको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयले सम्मान समेत गरेको छ। विद्यालयका निर्देशक डाक्टर सोनुले सुमित शाहलाई नगद 11,000 सहित सम्मान पत्र र मेडल, श्रुति यादवलाई नगद 8,000 सहित सम्मान पत्र र मेडल तथा सुनिल यादवलाई नगद 5,000 सहित सम्मान पत्र र मेडल हस्तान्तरण गरेको जानकारी दिनुभएको छ। यस अवसरमा निर्देशक डाक्टर सोनु शाहले शिक्षा क्षेत्रमा मोनास्टिकले देशकै पहिचान कायम गर्न सफल भएको बताउनु भएको छ। उहाँले शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर आफ्नो विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई जनकपुर धाम बाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमसँग घट्दै गएको पनि बताउनुभयो। संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनु भएको संसद सर्वदलीय बैठक पनि बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउँसो सिंहदरबारमा बोलाउनु भएको सर्वदलीय बैठकमा पनि संसद सुचारू गराउने विषयमा सहमति बन्न नसकेको हो। जसरी पनि संसद बैठक सुचारू गराउनु पर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने बैठकबाट त्यसमा सहमति हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले जानकारी दिनुभयो। बैठकमा गृहमन्त्री नारायण काजी श्रेष्ठले सिआइबीको अनुसन्धान प्रभावी हुने भएकाले अन्य छानबिन समिति तत्काल लागि बन्न नहुनेमा जोड दिनुभएको थियो। अनुसन्धानले गति लिएकाले त्यसले प्रतिवेदन नआउँदासम्म पर्खन उपयुक्त हुने कुरा बैठकमा गृहमन्त्रीले राख्नु भएको पनि लामिछानेले बताउनुभयो। उहाँले आफ्नो पार्टीले भने संसद सञ्चालन गरेर जानुपर्ने कुरामा जोड दिएको पनि बताउनुभयो। यसलाई टुङ्गोमा पुर्याउनुपर्छ। बटम लाइन चाहिँ हामीले के भने जेसुकै भए पनि सदन खोल्नुपर्छ, किनभने मुलुकका यति गम्भीर समस्याहरू यहाँ छन्, यसमा सदनमा छलफल गर्न पाइएको छैन, विधेयकमा छलफल पाइएको छैन, कयौँ जनजीविकाका सवालहरू त्यहाँ उठिरहेका छन्। त्यसले गर्दा बटम लाइन चाहिँ सदन खुल्नुपर्छ। तर उच्चस्तरीय आयोग यो 15 दिन जुन समय माग्नु भएको छ गृहमन्त्रीज्यूले, त्यो पछाडि या अगाडि। रासपा सभापति लामेछानेका अनुसार भोलि फेरि बैठक बस्ने र दलहरूबीच संसद खुलाउने विषयमा सहमति जुट्नेछ। प्रमुख प्रतिपक्ष एमाले सुन तस्करी छानबिनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने आह्वान राख्दै गत साउन 10 गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ। नेकपा एमाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्च स्तरीय संयन्त्र बनाउन माग गरेको छ। आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पद्म गिरीले यस्तो बताउनु भएको हो। उहाँले उच्च स्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनुभयो। गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले सरकारको अकमन्यताका कारण संसद अवरुद्ध भएको जिकिर गर्नुभयो। सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरू पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरूलाई सिआइबीले छानबिनको दायरामा ल्याउन नसकेको बताउनुभयो। चरणको छानबिन गर्छौँ भनेर सरकारले भन्दै थियो हैन, भन्दै रहँदाखेरि त्यो फाइल खोल्ने भन्ने प्रक्रियामै रहँदाखेरि अहिले प्रहरीका चाहिँ अधिकृतहरूलाई सरुवा गर्ने कामहरू गरेका छ एकातिर। अर्को सुन तस्करीका सन्दर्भमा चाहिँ जुन व्यक्तिहरू राजनीतिक तहका नेतृत्वका मान्छेहरू पनि संलग्न छन्, उनीहरूको पनि कुनै सम्पर्कमा छन् भन्ने कुरा विभिन्न मिडियाहरूमा पनि आयो र यी घटनामा संलग्न भएका कुराहरू तथ्यहरूले उजागर पनि गरेका छ। ती मान्छेहरूलाई सिआइबीले छानबिनको दायरामा ल्याउन पनि सकेन, ल्याउन पनि चाहेको अवस्था छैन। यस्तै गरेर ललिता निवासमा पनि यहाँले देख्नुभयो, अहिले सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्छ, छानबिनको दायरामा ल्याऊ भनेर निर्देशन गरिसक्दाखेरि पनि अब सत्ता पक्षको नेतृत्वहरू बसेर चाहिँ त्यसलाई प्रभावित पार्ने कोसिसहरू भएको छ। भनेको मतलब मुलुकमा सुशासन छैन। सिआइबीको अनुसन्धान प्रभावित नहुने गरी उच्च स्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडि बढाउन नसकिने बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संकलन प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ। एमालेका सचेतक महेश बर्तोलाले सत्ता पक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संकलन प्रहरी अधिकारीहरूलाई सरुवा गर्ने काम गरेको बताउनु भएको हो। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरू माझ उहाँले सिआइबी लगायतका सरकारी निकाय सत्ता पक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई
त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भने नलागेको जिकिर समेत गर्नुभयो। सचेतक बर्तोलाले सो सुन तस्करीका लागि उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दावी गर्दै त्यसबाट पछि हट्न नसकिने आह्वान समेत दोहोर्याउनुभयो। भएका छलफलका आधारमा अरूले पनि सल्लाह गर्ने भयो। हामीलाई यो असाध्यै महत्त्वपूर्ण प्रश्न हो। संसदले जे कामहरू छ 3 बजे बैठक नियमित कोर्सबाट चलोस् भन्ने चाहन्छौँ। प्रतिपक्षको तर्फबाट हामी यो माग गर्न चाहन्छौँ र हाम्रो तर्फबाट कतिपय विषयहरूमा बैठकलाई मर्यादित र व्यवस्थित ढङ्गबाट अगाडि बढाउने सन्दर्भमा हाम्रो तर्फबाट हामीले पटक पटक भनेका छौँ। हामी हात उठाएर सघाउ पनि गर्न तयार छौँ भनेर पनि भनेका छौँ। होइन, हामी उच्च स्तरीय छानबिन समितिको माग त अझ यसको औचित्यता आवश्यकता अझ बढेर गएको छ। तपाईँ सबैले देखिरहनु भएको छ। तपाईँहरूका लोकप्रिय मिडियाहरू मार्फत समाचार प्रसारण भइरहेको छ। अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्ता पत्रिका सचेतक बार्तोलाले एमाले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले अघि बढाउन उच्च स्तरीय समिति भने बन्नुपर्ने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नयन काजी श्रेष्ठले 61 किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB-ले नै टुङ्गोमा पुर्याउने बताउनु भएको छ। आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सुन प्रकरणको सम्बन्धमा CIB-ले अनुसन्धान गरिरहेको र CIB-ले नै यसलाई टुङ्गोमा पुर्याउने दावी गर्नुभयो। उहाँले संसद गतिरोध अन्त्य गर्न सन्दर्भमा छलफल सकारात्मक भएको समेत जानकारी दिनुभयो। संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रित थियो। त्यसमा राम्ररी छलफल भएको छ, तर आज नै खुल्ने गरी निष्कर्षमा पुगिसकेका छैन। तर हामीले बुझेअनुसार छलफल सकारात्मक दिशातिर छ। आज स्वास्थ्य प्रतिकूलताका कारणले प्रमुख प्रतिपक्षी दलको अध्यक्ष कमरेड आउन सक्नु भएन। त्यस कारणले उहाँका पार्टीका साथीहरूले उहाँसँग पनि छलफल गर्नु पर्यो। आज भएका छलफलका आधारमा अरूले पनि सल्लाह गर्ने भयो। हामीलाई विश्वास छ भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्केर पर्सिदेखि सदन खुल्ला कि भन्ने हामी आशा राख्छौँ। फरक प्रसङ्गमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका आध्यात्मिक गुरु धीरेन्द्र शास्त्रीसँग भेट गरेको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायण राजेन्द्र प्रसाद लिङ्गदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताउनु भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनु भएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सरकार र प्रतिपक्ष बीच छलफल सकारात्मक भएको जानकारी दिनुभयो। उहाँले सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्न निष्कर्ष निस्किने बताउनुभयो। उहाँले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्च स्तरीय संयन्त्र बन्न सक्ने बताउनुभयो। सबै दलहरूसँग छलफल आजबाट प्रारम्भ गर्नु भएको छ र सहमतिको नजिक पुगेको छ। सम्भवतः भोलि फेरि बैठक बस्छ र संसदको चाहिँ नि जुन अवरोध छ त्यसलाई चाहिँ समाप्त गर्ने निकास निस्किन्छ। सहमतिको नजिक भन्नाले प्रोग्रेसिभ अथवा नयाँ कुरामाथि केमा छलफल गर्नुभयो आज सहमतिको नजिक? बीचको बाटो निकाल्ने भन्ने कुरा भएको छ र अहिले चाहिँ बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारू गर्न बारेमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। सदन सुचारू गर्ने बारेमा गम्भीरतापूर्वक छलफल गर्यो। त्यो बैठकले एउटा सकारात्मक वातावरण चाहिँ तयार गरेको छ। भोलि एकपल्ट आज प्रमुख प्रतिपक्षी दलको नेता बिरामीको कारण उपस्थित हुन नसकेको जानकारी गराउनु भयो। त्यसकारणले भोलि एकपल्ट प्रमुख सचेतक पाण्डेले सोमबार एकपटक बैठक बसेर संसद सुचारू गर्न सहमति भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।
सुन तस्करी प्रकरण छानबिनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमाले सदन अवरोध गरिरहेको बेला रासपाले भने आइतबार सभामुख देवराज घिमिरेले बोलाउनु भएको प्रमुख सचेतकहरूको बैठकमा सदनभित्रै आफ्नो विमतिहरू राखेर समस्याको समाधान गर्नुपर्ने बताइएको हो। संसदलाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरू त्यही भित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो। उहाँले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउनु ध्यान दिनुपर्ने पनि बताउनुभयो। चिन्न नहोस्, तपाईहरुको सङ्घर्षले यो व्यवस्था ल्याउनु भयो। हामी यसलाई समृद्ध बनाउन चाहन्छौँ, यसलाई अझ उच्च तहमा लान चाहन्छौँ, अझ जनताको पक्षमा बनाउन चाहन्छौँ र यो गम्भीरता चाहिँ तपाईहरु सबैमा हुनु पर्यो भन्ने मैले मेरो कुरा राखेँ। यहाँहरूको जानकारीको लागि अहिले 12:30 बजी सम्माननीय प्रधानमन्त्रीज्यूले दलका नेता र प्रमुख सचेतकहरू, राष्ट्रिय पार्टीका दलका नेता र प्रमुख सचेतकज्यूलाई बोलाउनु भएको छ। म त्यही जानका लागि निस्केको हुँ। आशा गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीले सदन खुलाउनका लागि पहल गरिरहेको दाबी पनि गर्दै आएको छ। अब सानो व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरू बीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनु भएको छ। आइतबार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरू माझ कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्च स्तरीय छानबिन समिति बनाउनु कुरामा अड्किएको बताउनुभयो। उहाँले प्रतिपक्षले उच्च स्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनुभयो। उहाँले दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद अवरोध हट्ने बताउनुभयो। हाम्रो सदन खुलाउनको लागि यो समस्याको गाँठो खोल्नुहोस् भनेर हामी रोकेर बसेका छौँ। प्रतिपक्षले पनि आरोप चाहिँ सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाऊ भनेर भन्ने कर्तव्य हो, राइट्स हो, त्यसरी जानुपर्छ। खोइ गएको सभामुख चाहिँ किन सत्ताको पछि पछि हिँडेर हुन्छ? प्रतिपक्षले माग गर्ने कुरा नाजायज छ। किनभने सरकारलाई सघाउनको लागि सरकारका अङ्गहरूमा सरकारमा जो छ सरकारले ठिक गरिहाल्छ भनेर बसेर मात्रै यो समाधान हुन सकेन भन्ने देखेर हामीले राखेको कुरामा निर्देश गर्नु पर्दैन भन्ने आरोप चाहिँ आइरहेको रहन्छ। त्यो पनि आरोप छैन। त्यसैले आरोप र प्रत्यारोप के हुन्छ भन्ने कुराहरू होइन, समस्याको समाधान गर्नको लागि दलहरूले वातावरण बनाउनुपर्छ, दलहरूले सहमति खोज्नुपर्छ, दलहरूले निकास दिनुपर्छ। दलहरूले निकास दिनुहोस् भन्नको लागि मेरो त सक्दो कोसिसहरू गरिरहेको छु र यो गरिरहेको कोसिसलाई बरु कोसिस पुगेन भनेर जुन तपाईँले प्रश्न गर्नु भने तपाईँमाथि नै मेरो प्रश्न छ कि के गर्दा चाहिँ कोसिस पुग्छ, कहाँ हुँदा चाहिँ कोसिस पुग्छ? सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको जानकारी दिनुभयो। सत्तारूढ दल नेपाली काङ्ग्रेसले पार्टी सांसद डाक्टर सुनिल शर्माले साउन 29 गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताइएको छ। आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउनका पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको बैठकपछि बोल्दै काङ्ग्रेस सचेतक सुशीला थिङले डाक्टर शर्माले असंसदीय शब्द प्रयोग गर्नु नभएकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा काङ्ग्रेस रहेको बताउनु भएको हो। उहाँले नेकपा एमाले पनि सांसद शर्माले राख्नु भएको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताउनु भएको जानकारी दिनुभयो। उहाँले सांसद शर्माले सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ भने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताउनुभयो। यो चाहिँ सदन अवरुद्ध धेरै समय गर्नु हुँदैन, सकेसम्म यसलाई निकाल्नको लागि म पनि के भन्छ नि राजनीतिक दलको प्रमुखहरूसँग प्रधानमन्त्रीसँग एकदमै नजिकबाट म हर प्रयास गरेको छु। सकेसम्म निकाल्नुपर्छ, सदनलाई यसरी बन्द गराउनु हुँदैन भन्ने पक्षमा नै उहाँले पनि आफ्नो विचार राख्नुभयो। हटाउनु पर्छ र पर्दैन भन्ने कुरा त्यसको रेकर्डेड हुन्छ होइन। उहाँले चाहिँ भन्नुभएको कुरा चाहिँ के रहेछ भन्दाखेरि यो सरकारले चाहिँ आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ
भनेर उहाँले क्वेसन रेज गर्नुभएको रहेछ। हामीले पनि त्यो संसदमा त्यो हल्ला भएकोले ठ्याक्कै नसुनेकोले फेरि पनि रेकर्ड फेरि हेऱ्यौँ। त्यस कारण उहाँले क्वेसन रेज गर्ने कुरामा चाहिँ त्यो संसदीय मर्यादाभित्रै बोल्नु भयो जस्तो हामीलाई पनि लाग्यो र यो विषयमा हामीले म चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ सचेतक भएकोले हटाउनु पर्छ भन्ने पक्षमा रहेन। माओवादीको सचेतक थिङले बैठकमा उच्च स्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको जानकारी दिनुभयो। बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरू मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राख्नु भएको बताउनुभयो। सत्तारूढ प्रमुख घटक नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताउनु भएको छ। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा उहाँले संसद तत्काल सुचारू गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गर्नुभयो। देश र जनताको कुरा भएकाले संसद बैठक छिटोभन्दा छिटो सुचारू गराउनु पर्ने नेता कोइरालाको भनाइ थियो। उहाँले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद बैठक भने सुचारू गराउनु पर्ने जानकारी दिनुभयो। तपाईहरुले प्रतिपक्षसँग त्यति धेरै उहाँहरूले कोर्डिनेट गर्ने कुरा हो, तपाईको सरकारले कोर्डिनेट गर्ने कुरा हो हैन। हामीहरू त आउँछौँ, यस्तै भइरहेको छ। यो हुनु जायज थियो र छैन भन्दैछु त। त्यही त जायज हुनलाई के गर्नुपर्छ? संसद चलाउनु पर्यो। संसद चलाउनलाई तपाईहरुले प्रतिपक्षलाई चाहिँ साथमा लिन सक्नु? प्रतिपक्ष सुन्नुस् न, प्रतिपक्षले यो नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिने नहुने दोहोऱ्याउनुभयो। प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनवाई सोमबार भोलिदेखि सुरु हुने भएको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठलाई संसदीय सुनवाईका लागि सोमबार बिहान 11:30 बजे बोलाउने निर्णय गरेको हो। सोमबार बिहान 10:30 बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यस लगत्तै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको पनि सुनवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयो। प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठ विरुद्ध 3वटा उजुरी परेका छन्। समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरे लगत्तै प्रस्तावित प्रधान न्यायाधीशको पनि संसदीय सुनवाई गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जन सहित परिणत गरिएको बताउनुभयो। अन्य विधिवरको पुष्ट्याइ औचित्यता स्पष्ट पार्नको लागि आमन्त्रण गर्ने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनवाई प्रक्रिया सम्पन्न गर्ने। प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन 20 गते अवकाश पाएपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। काठमाडौँको महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। सडक व्यापार गर्न साना व्यवसायीहरूले महानगरपालिकाको कदम विरुद्ध आइतबार काठमाडौँमा भेला भई प्रदर्शन गरेका हुन्। काठमाडौँ महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाड, फुटपाथका व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन्। व्यवसायीको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुबिन गुल्मीले काठमाडौँ महानगरले सडक व्यापारीलाई गरी खान नदिएको बताउनुभयो। उहाँले गैर कानुनी रूपमा व्यवसायीहरूले सम्मान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको बताउनुभयो। महानगरले गैर कानुनी रूपमा व्यवसायीहरूको सम्मान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनुभयो। भन्नुपर्दाखेरि अब सडक व्यापारको अब कानुनी कुरा गर्नुपर्दा सडक व्यापारलाई कानुनले रोकेको अवस्था छैन है। कानुनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेर कि दर्ता गरेर गर्नु पर्यो कि अनुमति लिएर गर्नु पर्यो भनेको छ। तर अनुमति लिने प्रावधान बनाएकै छैन। त्यो त काठमाडौँ महानगरपालिकाको ऐनमै छ।
त्यो कानुनी रूपमा ऐन अनुमतिको व्यवस्था नबनाएर उल्टै गैर कानुनी रूपमा जुन कानुन कतै नलेखेको कुरा चाहिँ सामान खोसेर नगरपालिकाले सामान त्यसरी खोज्नु पाउँदैन। हेर्नुहोस्, कुनै पनि ऐन कानुनमा लेखेको छैन। फोहोर मैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुइटैमा लेखेको छैन। गैर कानुनी रूपमा चाहिँ उहाँहरूको सामान खोसेर अझ सामान खोसिने मात्र होइन, लिलाम गरेर पैसा पनि कमाउने काम गरिएको छ है। त्यो सबै गैर कानुनी हो। त्यही भएर त्यसको विरोध गर्न जो गरिब जनताहरू हुनुहुन्छ, कुनै उपाय कुनै विकल्प नभएर चाहिँ उहाँले सडकमा ठेलागाडा चलाएका छन्, व्यापार गरेका छन्। त्यस्तोलाई व्यवसायीहरूले सहर सबैका लागि कि धनीका लागि मात्रै गरी खान देऊ लगायतका नारा लगाएर आन्दोलन गरेका छन्। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूलाई दिने अभिमुखीकरण तालिम प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरूले अभिमुखीकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको बताएका छन्। वैदेशिक रोजगारमा जानेहरूलाई राज्यले दिने सेवा सुविधा र रोजगारीको लागि जाने देशका विषयमा जानकारी लिनको लागि विभिन्न अभिमुखीकरण तालिम केन्द्र तालिम दिने गरिएको छ। बोर्डले पछिल्लो समय अभिमुखीकरण दिने संस्थाहरूले प्रभावकारी रूपमा तालिम दिनुपर्नेमा जोड दिएको छ। बोर्डले तालिम केन्द्रहरूको अनुगमन समेत सुरु गरेको छ। बोर्डले विशेष गरी वैदेशिक रोजगारमा जानेहरूले मानसिक तयारी, पासपोर्ट सुरक्षा बीमा, श्रम स्वीकृत, स्वास्थ्य प्रशिक्षण सम्झौता पत्र, वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ। उहाँले वैदेशिक रोजगारमा जानेहरूले लिने अभिमुखीकरण तालिमलाई अनलाइन र भौतिक रूपमा उपस्थिति दुवै माध्यमबाट बनाउने गरी कार्यविधि परिवर्तन गर्न लागि पनि जानकारी दिनुभयो। उहाँले कार्यविधि निर्देशिकामा परिवर्तनको लागि पूर्व सचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा 9 सदस्यीय समिति गठन भएको जानकारी दिनुभयो। हेरेर दिएको कोही कोही अपवाद भनेर उनीहरूले भने पनि मार्केटमा चाहिँ नि केही इन्स्टिच्युटहरूले प्रमाणपत्रहरू अलि इलिगल दिएको भन्ने कुरा आएको छ होइन। त्यसको त अब पुष्टि नभइकन, प्रमाण नभइकन हामीले त्यो कुराहरूमा बोल्न मिलेन। तर पनि अब यी विषयहरूमा चाहिँ नि हामीले पनि आफ्नो ठाउँबाट खबरदारी चाहिँ गर्नुपर्छ। वैदेशिक रोजगारमा जानेलाई बिमा गरेर जाने विषयमा समेत थाहा नहुने अवस्था छ। महिला श्रमिकको लागि अभिमुखीकरण तालिमको लागि सरकारले 700 रुपियाँ दिन्छ भन्ने कुरा समेत थाहा नभएको अवस्था छ। बोर्डले यी र यस्ता विभिन्न विषयमा प्रभावकारी तालिम बनाउने कार्यविधि नै परिवर्तन गरेर जाने लागेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले मेन पावर मार्फत वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिमको लागि 700 रुपियाँ तिर्न गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भोपाल राईले वास्तविक लेखकहरूलाई प्रोत्साहन गर्न प्रतिबद्धता जनाउनु भएको छ। गोमा पराजुलीद्वारा लिखित आत्मसमरण भिरको बाटो सार्वजनिक कार्यक्रममा बोल्ने हुँदै कुलपति राईले लेख्न विधा र क्षेत्र धेरै परिष्कृत भइसकेको अवस्थामा वास्तविक लेखालाई प्रोत्साहन गर्न सके समाजको वास्तविक चित्र र चरित्र बाहिर ल्याउन सकिने बताउनु भएको हो। प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्दै कुलपति राईले भिरको बाटो पुस्तक गोमा पराजुलीको जीवनमा आधारित रहे पनि यसले समकालीन नेपाली समाजको वास्तविक चित्र र चरित्र मात्र नभई अहिले पनि यस्ता धेरै घटनाहरू समाजमा व्याप्त रहेको दाबी गर्नुभयो। नयाँ लेखक र समाज वास्तविक कुरालाई उजागर गराउनलाई प्रज्ञा प्रतिष्ठानले सदैव खुल्ला हृदयका साथ स्वागत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तत्कालीन स्वयं मागोमा पराजुलीले परिवार र समाजबाट बेहोर्नु परेको पीडा र गरेको सङ्घर्षबाट प्राप्त सफलता अरूका लागि पनि प्रेरणाको स्रोत हुने बताउनुभयो। यसैगरी कार्यक्रममा पूर्व सचिव तथा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्ण हरि बासकोटाले पुस्तकले नेपाली समाजको जीवन्त विश्वलाई उतारेको बताउनुभयो। एकजना पात्रले भोग्नु भएको भोगाइलाई पुस्तकका रूपमा सार्वजनिक गरेर समग्र समाजको दृश्य देखाएको बताउनुभयो। उहाँले जीवनमा सबै सकिँदा पनि केही गर्न सम्भव छ भने उदाहरण लेखक पराजुलीले पुस्तक मार्फत प्रस्तुत गरेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा बोल्दै सञ्चार
नागरिकका समूह नेपाली अध्यक्ष बिमला तुमखेलवाले गोमा पराजुलीले भोगेको जीवन भोग्ने महिलाहरू अहिले पनि समाजमा रहेको जानकारी दिनुभयो। पाकिस्तानको पूर्वी पंजाब प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा 20 जनाको मृत्यु भएको छ। आइतबार यात्रु बसले अर्का सवारी साधनलाई टक्कर दिँदा लागेको आगोले अन्य 15 जना घाइते भएका छन्। फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोकिएर आगलगी भएको थियो। उद्धारकर्मीहरूले घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ, जसमा 3 जनाको अवस्था गम्भीर रहेको छ। बसमा करिब 40 जना यात्रु सवारी थिए। दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह सहर कराचीबाट संघीय राजधानी इस्लामाबाद जाँदै थियो। हस्त अहिलेलाई यतिकै। फलफल खबर तेज नजर हेर्नुला अपन टेलिभिजन। नमस्कार।